कतिको एक्साइटेड छस् त बाबु? बल्ल हुँदैछु बल्ल त अब हो अब फर्सी छैन त? छैन के ओके पण्डितको बिहेको लागि हेर्नुतिर हामी जान लाग्यो सगुनको लागि सगुन पुऱ्याउन लाख भन्छ लाख हामी भिडियो टन्ने खिच्नेवाला छौँ एउटा मेमोरिजको लागि यो चाहिँ अब चितेर म जान्छौँ त्यसको सुपारी दिनको लागि होइन त्यही हो Let's go! फाइनली पण्डितको घर आइपुग्ला हामी त्यो चाहिँ पुरै अफरोड बाटो चलेर अहिले बढी मै आउला नि दुलेको घर खै दुला खै गोप्रो बेचत नगरेन मेरो क्यामेराको कसको ए कहाँ गयो दुला लेट्स गो घन्टीको चार्ज जनाएर तिमीले भनेर भन्ने कसलाई तिमीहरूको घन्टी थियो नि हिजोको टास्नुमा चाहिँ टास्नु पऱ्यो कि टास्नु भोलि टास्ने कहाँ भन्छ अल केही हुँदैन सरी भोटकेमा रुखमा ए काकाले भनेर हो होइन काकाले भनेर घन्टीमा आउँदा भयो क्यामेराम्यान चाहिँ हाम्रो खिचौडा क्यामेराम्यानले कहाँ राउन्ड गर्ने थाहा होइन नि यता यता कस्तो लागिरहेको छ त नि सन्दीपको बिहे घरमा नयाँ बुहारी आउँदा कस्तो फिल भइरहेको हो र हामी सामान उठाल्नु पर्छ कहाँ घन्टी दुलेको बाउ घन्टी दोस्त की शादी है आन्टी कति एक्साइटेड हुनुहुन्छ त तपाईँको अब कान्छी बुहारी आउँदै हुनुहुन्छ घरमा कतिको एक्साइटेड हुनुहुन्छ धेरै खुसी हुनुहुन्छ ए यतिको चाहिँ खुसी हुनुपर्छ है के भयो दुले स्ट्रेस देखिन्छ जस्तो त होइन त्यो त्यो चरा चाहिँ हेर अलि टाइट गर्नु पऱ्यो तपाईँ गाडी समात्ने हो मोटे म त गाडी उडाउने हो म त मोटे बिचमा बस है हामी त गाडीमा नजाने स्कुटी लिएर जाँदै पनि त सामान झार्दैन टेन्सन लिए मजु टेन्सन लिए मजु यता उहिले राजाले मलाई पुऱ्याइदिँदैछ भिडियोको लागि कतिको एक्साइटेड छस् त बाबु? बल्ल हुँदैछु बल्ल त हो अब फर्सी छैन त? छैन के यो हाम्रो साखु बजार
के रे मोबाइल कहाँ म आउनु हुँदैन एकछिन बस्न किन नआउँदैसम्म बस्न अहिले गाली गर्छ कसले दिदीले गर्दैन स्टुडेन्ट यहीँ छोड्दै जा सकेसम्म स्टुडेन्ट आउँछ लास्टमा मेरो ज्याकेट पनि दिन्छ काका आउँछ सिसको पुरो आउँछु हँ यहीँ छोड्दै जा कि चाबी यहीँ राखिदियो उहीँ राखिदियो जाने नि अँ त हिँड्दै जा आगो नआउनु अहिले हामीलाई छोड्दै है त उसो अहिले पछि म ल्याइदिन्छु ल कताबाट आउनु अब उयो खिच्नु उता सहीको भने मेरै मात्र खिचेर सिसा के बोकेको तिमीले ब्याग बोकेको ए को काकी काकीको नाम के हो ए मजा आयो नि क्या कुनै कुनै कुरा सेन्सिटिभ हुन्छ यार सबै कुरा भिडियो खिच्नुपर्छ हजुर काका र डाँगा पनि आइपुगेछन् हेर यहाँ म कहाँ खाउनु जान्छ अझ नानी अझ अलि अगाडिसम्म अनि ठ्याक्कै How do you want to move? यस्तो सचिन ठाउँबाट अलि राम्रो आउँदैन केक चाहिँ अनि टुबी सानो मोबाइल क्यामेराको भन्दा तिमीले ब्याग दिन लागेको काकीलाई हो ए मान्छे भन्दा ठुलो मान्छेभन्दा ठुलो ब्याग सिसाले ब्याग दिन लागेको हो हाँस्दै पनि देख्छ सिसा स्माइल कसलाई हो यो ब्याग ब्याग कसलाई रे कसलाई दियो हातमा त्यो सन्दीप वेट सुरक्षित नकाट्नु तिमी त रेडी है यता लास्ट ड्र गरेर भिडियो एकनासम्म फोर्किदिएर सोना पोखरी तेरो बिहे कहिले फोटो निकाल्छु
Congratulations, celebration for your happy married life. ताली 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 सबैले कसले दियो केक सर कसले केक दिएको भन्दै थियो के कसले दिएको भन्दै भन न म एकछिन केक चाहिँ खानामा भोक लागिरहेछ मलाई सन्दीपलाई महँगो पर्छ सन्दीपलाई महँगो पर्छ के छ त अब खानु भएछ भानु त्यही बेला बाँकी सोचिरहेको सिसाले कसको ब्याग बोकेको मामुको ब्याग बोकेको हो र गीत गाइदेऊ नि त हामीलाई के अरे स्याउली बजारमा गाइदेऊ नि त एउटा स्टुडन्ट पनि डेकोरेसन गरेर स्टुडन्ट पठाउँदै गाडी पछि भइरहेछ